जय मसी। नमस्कार प्रिय दर्शकहरू। आज म एउटा धेरैले सोध्ने तर कमले शान्तसँग उत्तर दिने प्रश्न लिएर आएको छु। क्रिसमस किन मनाउने? बाइबलमा क्रिसमस मनाऊ भनेर लेखेको छैन। आज हामी भावनामा होइन, परम्परामा होइन, बाइबलको सत्य र सन्तुलनमा चाहिँ यसको उत्तर हेर्नेछौँ। हो, सिधा कुरा गरौँ। बाइबलमा डिसेम्बर 25 मा क्रिसमस मनाऊ भनेर लेखेको छैन। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ जसको प्रश्न आउँछ कि बाइबलमा नलेखिएको सबै कुरा गलत हो? बाइबल लेखेको छैन कि ठोकहरू आइतबार वा शनिबार 10 बजेदेखि 12 बजीसम्म सङ्गति गर्नुपर्छ भनेर, आराधना सङ्गति गर्नुपर्छ भनेर, होइन, माइक साउन्ड सिस्टम हुनुपर्छ, गिटार, मादल, होइन, ड्रम सेट, पियानो हुनुपर्छ भनेर बाइबल। यो पनि छैन कि युट्युब फेसबुकमा पनि प्रवचन रेकर्ड गरेर हाल्नु भनेर दिनु। तर हामी यी सबै प्रयोग गर्छौँ। किन गर्छौँ? किनकि यस उद्देश्य परमेश्वरको महिमा र सुसमाचार सुनाउने मुख्य उद्देश्य हो। यसै गरी क्रिसमस पनि आज्ञा होइन, सम्झना र घोषणा, प्रेम। अब अर्को कुरा बुझौँ। येशूको जन्म बाइबलको केन्द्रीय घटना हो। यदि येशू जन्मिनु भएन भने क्रुस हुँदैन थियो, पुनरुत्थान पनि हुँदैन थियो, उद्धार पनि हुँदैन थियो। आज तक हामीले उद्धार पाएको हुँदैन थियो, क्रिस्चियन विश्वास नै हुँदैन थियो। म तपाईहरूलाई ठुलो खुसीको खबर दिन्छु। ध्यान दिनुहोस्, येशूको जन्ममा, होइन, जन्मलाई चाहिँ खुसीको खबर भनेर चाहिँ घोषणा गरे। लुका 2 अध्यायमा स्वर्गदूतले भने, म तिमीहरूलाई ठुलो खुसीको खबर सुनाउँछु। ध्यान दिनुहोस् कि येशूको जन्म चाहिँ खुसीको खबर भनेर घोषणा गरियो। अझ गहिरो कुरा के छ भने स्वर्गमा नै स्वर्गीय येशूको चाहिँ जन्मदिन मनाइयो। कसरी भने परमेश्वरको चाहिँ, होइन, स्तुति गरे स्वर्गदूतहरूले भने स्वर्गमा परमेश्वरलाई महिमा होस् भनेर। स्वर्गमा यदि येशूको जन्मको स्तुति आराधना मनाइयो भने के पृथ्वीमा सम्झनु पाप? प्रिय मित्र, कदापि होइन। साँच्चै समस्या के हो भने क्रिसमस होइन। क्रिसमसमा समस्या पटक्कै छैन, तर मितिमा पनि छैन, होइन, डिसेम्बर 25 मा पनि छैन। तर समस्या कहाँ छ भने येशू विहीन क्रिसमस माथि समस्या छ। जहाँ येशू हटाइन्छ, जहाँ झगडा फजुल खर्च हुन्छ, जहाँ देखासिकी, होइन, संसारिकता बढ्छ, जहाँ भोजन मिठो स्वादिष्ट खानामा ध्यान केन्द्रित हुन्छ, हो यस्तो क्रिसमसमा चाहिँ समस्या चाहिँ हुन्छ। त्यो क्रिसमस होइन, यस्तो केवल सांस्कृतिक, होइन, उत्सव पर्व मात्रै चाहिँ। जस्तै चक्कुले तपाईँले तरकारीमा, किचनमा तरकारी काट्दाखेरि, होइन, हात काटेको हुन सक्छ कहिलेकाहीँ। तर त्यो चक्कु गल्ती होइन, त्यो गल्ती तपाईँकै, होइन। जसले चक्कु काट चलाएको छ, होइन, उसैको गल्ती, चक्कु देता होइन। त्यस्तै
हामीले पनि क्रिसमस गलत होइन, क्रिसमस राम्रो, गलत तरिकाले मनाएको क्रिसमस गलत। बाइबलले यस विषयमा सन्तुलनता दिन्छ। रोमी 14 अध्यायमा पढ्छ भने के पाउँछ भने कोही त्यो दिनलाई विशेष मान्छ, कोही सबै दिनलाई बराबरी मान्छ। जसले मनाउँछ उसले प्रभुको लागि मनाउँछ, जसले मनाउँदैन उसलाई दोष नलगाओस्। होइन, यो नै बाइबल सन्तुलनता हो। आजको संसारमा चाहिँ क्रिसमस भनेको सुसमाचार सुनाउने सुनौलो अवसर हो। यस दिन तपाईँको छिमेकी आफन्त साथीभाइलाई चर्चमा बोलाउन सक्नुहुन्छ। यीशुको नाउँ यो दिन चाहिँ खुलेर बोल्न पाइन्छ। चर्च नआउनेलाई पनि सुनाउन पाइन्छ र प्रेम र मिलाप गर्ने वातावरण हुन्छ। त्यसकारण यदि चर्चले यो अवसर प्रयोग गरेन भने कसले सुसमाचार सुनाउने, कसले प्रभु यीशु ख्रीष्ट उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ भनेर सुनाउने? होइन, अन्त्यमा म यति भन्न चाहन्छु, क्रिसमस आज्ञा होइन, बाध्यता होइन, तर सम्झना हो। सर्वोच्च परमेश्वरको पुत्र मानव अवतार लिएर चाहिँ जन्मिनु हो भनेर चाहिँ सम्झना हो। शान्ति दिनु हाम्रो उद्धारकर्ता प्रभु यीशु ख्रीष्ट जन्मिनु भयो भनेर अनि मुक्तिको घोषणा गर्ने, ख्रीष्ट यीशु जन्मिनु भयो भनेर घोषणा गर्ने दिन। हामीले मितिको डिसेम्बर 25 तारिकको आराधना गर्दैनौँ। हामीले यीशुलाई आराधना गर्छौँ। आमेन। हामीले क्रिसमसलाई आराधना गर्दैनौँ र यीशु ख्रीष्टको आराधना गर्छौँ। यदि क्रिसमसले यीशुलाई महिमा दिन्छ भने, मानिसलाई प्रभुतर्फ ल्याउँछ भने त्यो परमेश्वरको निम्ति चाहिँ प्रिय हुन्छ, परमेश्वरलाई मन पर्छ, परमेश्वरले त्यसमा आशिष दिनुहुन्छ। यो सत्य। त्यस कारणले क्रिसमस मनाउन आशिषको कुरा। यदि यस वचनले तपाईँलाई स्पष्टता दिएको छ भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोस्। तपाईँको विचार पनि कमेन्टमा लेख्नुहोस्। क्रिसमसको बारेमा शान्त र प्रेम सहित परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। धन्यवाद। हेप्पी क्रिसमस, मेरी क्रिसमस सम्पूर्ण परिवारलाई भन्न म